अमेरिका पनि त सपनाको संसारै हो नि सपनाको संसार त्यसले पनि मलाई हो त्यसले पनि तपाईं कसरी जान सक्नुभयो अमेरिका के कसले सहयोग गर्यो तपाईलाई के कारण थियो म विदेश गइसकेको थिएँ म त्योभन्दा अगाडि कार्यक्रमहरू गर्ने सिलसिलामा म जापान युकेमा प्रोग्राम गरेर गइसकेको थिएँ अलिकति मलाई त्यसले आकर्षित गरिसकेको थियो त्यहाँको अलिकति रहनसहन त्यहाँको अलिकति मैले अन्तर्राष्ट्रिय जीवनशैली अलिकति आकर्षण गरेको थियो अनि मलाई ब्रोडकास्ट जर्नलिजम पढ्ने इच्छा भयो अनि पढ्ने इच्छा हुँदा अनि यतापट्टि पनि यो टेलिभिजनसँग पनि अलिकति खटपट भइरहँदा मैले विचार गरेँ न्युयोर्कमा चाहिँ मेरो साथीहरूले चाहिँ मलाई सजेस्ट गरे कि यहाँ चाहिँ ब्रोडकास्ट जर्नलिजम पढ्ने भने पढे हुन्छ यहाँ पढ्न सकिन्छ भन्ने कुरा गरेँ भिजा कसरी पाउनुभयो तपाईले म भिजिटर भिजामा गएँ भिजा किनभने म त्यसपछि तपाईँ वहीँ बस्नुभयो त्यसपछि होइन त तर मैले तर तपाईले वहाँ पढ्न सक्नु भएन किनभने त्यतिखेर मैले पढ्न भनेर म न्युयोर्कमा गए पनि त्यहाँ जाँदाखेरि त्यतिखेरको 2002 को इमिग्रेसन रुल अनुसार कुनै पनि भिजिटरले आफ्नो भिजालाई स्टुडेन्ट भिजामा कन्भर्ट गर्न सक्दैन थियो तर अब सकिन्छ यो भन्दा धेरै वर्ष अगाडि सकिन्छ त्यो अब धेरै त्यो विगततिर त नजाउँ हजुर 10 वर्षको अमेरिका बसाइमा हजुर रवि लामिछानेले हजुर के पाएछ त 10 वर्षको अमेरिका बसाइमा मैले एउटा यस्तो आत्मविश्वास पाएँ यति ठुलो अध्ययन गरेँ जिन्दगीलाई मैले यति नजिकबाट हेरेँ यति नजिकबाट देख्न पाएँ र आफूलाई यति महसुस गर्न पाएँ जीवनका सूक्ष्म भन्दा सूक्ष्म चिजहरूलाई नजिकबाट हेर्न पाएँ मलाई भन्नुहुन्छ भने म कुनै पनि चिजलाई यति सजिलै व्याख्या गर्ने क्षमता मसँग छ कुनै पनि समस्याहरूलाई सहजै स्वीकार गर्ने क्षमता छ त्यो कुरा तपाईको पर्सनालिटी डेभलपमेन्टको कुरासँग जोडियो हजुर भौतिक रूपमा तपाईले के पाउनुभयो ठ्याक्कै देखिने गरेर ठ्याक्कै देखिने गरी चाहिँ अब त्यस्तो म धनी पनि हुन सकिनँ किनभने म बढी समाजसेवामै लागिरहेँ यो कार्यक्रम अमेरिकामा अहिले पनि सबभन्दा धेरै कार्यक्रम गर्ने मान्छेमा म पर्छु विभिन्न स्टेटमा म आज यो अचिभमेन्ट तपाईले जुन नेपाल र नेपालीको लागि अनि तपाईको आफ्नै लागि पनि चाहिँ कायम गर्नु भएको छ यो कुरालाई यदि छोड्ने हो भने 10 वर्षमा रवि लामिछानेले अमेरिका गएर के गर्यो त भनेर एउटा सामान्य नेपाली नागरिकले तपाईलाई प्रश्न सोध्यो भने हजुर अब यो लेभलसँग कम्पेयर गर्ने चीज त मैले गरेको छैन खासै केही गरेन आफ्नो तपाईलाई कहिले लागेन जस्तो म जुन रहरले जुन सपनाले हजुर म अमेरिका गएको थिएँ हजुर सायद म नेपालमै बसेर धेरै गर्न सक्थे कि भन्ने यो बीचमा तपाईलाई अनुभूति हुन्थ्यो कि हुँदैन थियो बेला बेलामा हुन्थ्यो मलाई ग्लानी पनि हुन्थ्यो म बेला बेलामा तपाईलाई बताउँछु म एक्लै सोच्थेँ भने एकदमै मलाई महसुस हुन्थ्यो म कहिलेकाहीँ म एक्लै बसिरहँदाखेरि म के गरिरहेको छु यो यही हो त मैले चाहेको जिन्दगी म एकदम धेरै टोलाउँथेँ म रोएको पनि छु देश छोडेपछि राष्ट्रियता बल्झिन्छ नि हो होइन जब तपाईँ नेपाल छोड्नुभयो राष्ट्रियता कतिको बल्झियो कसरी बल्झियो जब भिडमा म आफूलाई त्यहाँ देख्थेँ यहाँको भिडमा जसरी म पाउँथेँ म अलग्ग छुट्टिन्थेँ अनि त्यहाँको भिडमा म हराइरहेको कहीँ कतै नहुँदाखेरि मलाई धेरै पटक त्यसले महसुस गराउँथ्यो के गरिरहेको छु म यो के हो यही नै हो त मैले जीवनमा चाहेको यहाँको यो एउटा भौतिक सुखका लागि मैले यति धेरै मान्छेहरूले गरेको माया आफ्नो प्यासन जहाँ म पुग्न चाहन्थेँ पुग्ने बित्तिकै छोडेँ मैले जुन चिजको प्राप्तिका लागि मैले पुरै जीवन सङ्घर्ष गरेँ त्यत्रो 8-10 वर्ष यहाँ सङ्घर्ष गरेँ र प्राप्त हुने बित्तिकै मैले छोडेँ मलाई केले ताने यहाँ केले लोभ्यायो मलाई म के साँच्चै म धनी मान्छे बन्न चाहन्छु यहाँ एकदमै डलरलाई चाहिँ नेपाली रुपियाँमा कन्भर्ट गरेर दङ्ग पर्न चाहने मान्छे हो त भनेर म एउटा एक किसिमको मानसिक तपाईँ एक्लिनु भयो अमेरिकामा एकदमै धेरै तपाईलाई चिन्दैन थिए मान्छेहरूले चिन्दैन थिए चिन्ने कुरै पनि रहेन रहेन